फुक 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 भन्नु फुक तेरो सास नरहेछ भाइ के रे केले हेलो गाइस हामी चाहिँ काठमाडौँमा एकदम यस गरेर बसेछ है हामी चाहिँ यहाँ गेडे खोजेर हिँडेको कता हेलो गुड मर्निङ एभ्रिवान होप यु गाइस सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु म चाहिँ अहिले यहाँ स्याम्बुमा घुम्न आएको है केटाहरू 1 2 3 जना छ मसँग त 4 जना हैन केटाहरू राखेछ के हेर्नु कस्तो छ र केटाहरू है ल हामी चाहिँ यता घुम्दै आमामा यस्तो बवाल ठाउँ छ कि स्याम्बु चाहिँ हामी स्याम्बुमा आइपुगेर पछाडिपट्टि हेर्न सक्नुहुन्छ तपाईहरुले है गाइस बवाल ठाउँ छ ल कता गयो नि केटाहरू यार ए त म त त्यो पाउ फुक्ने ठाउँ हेरेर आएको के देख्दै देखेन ए केटाहरूको स्पिड कतिको छ यहाँ गाइस यो हेर यो घुमाउँछ उता जान उतापट्टि जाऊ ना हो चुंगले घर में क्या खोले इजी फुत्ते कौन खोली फुक 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 भन्नु फुक तेरो सास नरहेछ भाइ आइज म फुक्छु हेर है सङ्घार चाहिँ क्या बजाउन अलि मिलेन के फुक्नै मिल्दैन के मेरो बज्दैन हेर मैले एकचोटि मैले भाइ अर्को गर्दा फेरि ध्यान राख है लाउरेकोटी बल देखेन भाइ कतै गएको छु नि सिधी सिधीलाई हेर्नु ल सिधी सिधीलाई ल सिधी सिधीलाई हेर्नु Tại xe với Hiếu.
सेवा हेर्दा के झिङ्गी दाका त्यहाँ भयो फेरि पर हिँड्नु न भन्छु तँलाई त म त हजुर सलल्ल प्रणय धर्ने लु धेरै स्पिड आयो क्या यार ल ल फुक बफक म भिडियो गर्छु यहाँ यस्तो बबल छ खोइ ए तरिका त ल्याएको थिएँ यसले अलिकति त पक्का लु अझै थियो त अलि स्पिड पुग्नु पुग्यो यसरी ल ठिक छ तै सक्दैनस् ल ताजी चो हेर्नु ल के यो ठुलो छ नि त सालाहरु हेलो गाइज हामी चाहिँ यहाँ स्याम्बुमा केटाहरूले एकदम शङ्का पुग्यो एकदम रमिलो नै भयो कहिले पुग्न सकेन है रमिलो भयो अब कहिले जाने अब माथि जाने होइन अब चाहिँ हामी बाहिर निस्केर नि माथि जान्छौँ हेर्दै गर्नु के कस्तो हुन्छ है ए केटाहरूले शङ्का पुगेर यहाँ लास्टै हाँस रे बाँदर जिस्क्याउँदै छ क्या यहाँ केटाहरू होइन बाँदर जिस्क्याउँदै छ क्या बाँदरको गेडो देखेन देखेन एक्लै खान्छ यार के रे हो एक्लै खान्छ भनेको केले एक्लै खान्छ भनेको केले खत्म बाय बाय टाटा गुड बाय गया सम्पत्ति देखाउनु सम्पत्ति सो गाइज हामी चाहिँ अब माथिबाट जान लाग्यो हेर्दै गर्नु के कस्तो हुन्छ है हामी त जान्दैछौँ केटाहरू यस्तो रमाइलो गरेर होइन माथि त्यो त देख्नु भयो होला तपाईँहरूले है ल हामी चाहिँ जान्दैछौँ हेलो हेलो हामी चाहिँ माथिपट्टि जाँदै है त्यो त हाउडे दुइटा आउँदैछ हामी चाहिँ यहाँबाट जाँदैछौँ यता लाउरे यता हाई गरिदिनु है बबल 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 के छ है रातो चाकुहरू हेर हेर ओइ फेरि फेरि चोरिदिन्छ नि हेलो गाइज हामी चाहिँ यहाँ माथि आइपुग्यौँ माथिको भ्यूहरू हेर्नु होला तपाईँहरूले के कस्तो देख्नुहुन्छ है बवाल ल हेर्नुहोस् है केटा दुइटा आउँदैछ बवाल ल यो चाहिँ माथिको भ्यूहरू हो है हेलो 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 एभ्रिवान ए यहाँ यस्तो फोटोको घुइँचो लगाइरहेको छ होइन एकदम यस गरेर ठिक छैन होइन अन्त खोइ हेलो गाइस हामी चाहिँ काठमाडौँमा एकदम यस गरेर बसेछ है
हामी चाहिँ यहाँ गेडे खोजेर हिँडेको कता यहाँ गेडे खोजेर हिँडेको कता यहाँ एकदम यस हेलो हामी चाहिँ यहाँ आइपुग्यौँ है स्याम्बुमा पैसे घ्याल्छ धुने आउनु के सर गेडे केही छैन हौ केही छैन यार के भयो के हो नि केही छैन भनेर भन्न मिल्दैन यस्तो बवाल बवाल ठाउँ छ अब हेरे कि यहाँ साथीहरू कहाँ गयो यार एक्लै एक्लै भयो हौ गेडे हारेको सुजना कता गयो यार छैन त हौ कहाँ गयो हो केटाहरू यार म यतै आएको थियो तल रहेछ माकुरी गेडेहरू त ओ यता पो रहेछ यार म त कहाँ रहेछ भनेर हेरिरहेको काठमाडौँ भ्याली नै के ठाउँ छ यार ल हेर मान्छे माथि काइट त भयो त नाच्छलाई ए यो त ओइ धरार फरार भनेको यो गाइस हेलो गाइस हामी चाहिँ हैन अब चट्ट माथि फोटो सुट हानेर नि फर्केको ए त केटाहरु रमाइलो गर्दै हिँडेको है ल 180 रुपैयाँ फोटो लु थाहा लु यस्तो बवाल यता है हेर्नुहोस् यस्तो यस्तो ठाउँ छ आयो डनहरुमा